सो हेलो गाइस, अहिले चाहिँ म होइन ट्याक्क लगाएर भन्नु पर्दाखेरि कुटी डाँडा बजारबाट यो जेमेन्ट्री किनेर आउँदैछु होइन। अहिले चाहिँ म घर पुग्न लागेको छु होइन। यहाँनिर ट्याक्क ग्राउन्ड छ, तपाईँले देख्न सक्नुहुन्छ होइन ग्राउन्ड। यसो गोलसोल खेलिन्छ हामी, तर के गर्नु बर्खामा हिलो छ र हो त। हजुरहरूको त्यो चाहिँ पानी आउँदैछ कि छैन भन्नु पऱ्यो क्या। हेर्नु न हिलो छ क्या, पुरै हिलो छ क्या ग्राउन्डमा त। म चाहिँ यसो च्याउ खेती गर्नुपर्छ होइन, हाम्रो दाजुहरूले च्याउ खेती। म चाहिँ घर पुग्न लागिसकेँ होइन। घर पुग्न चाहिँ अझै मेरो कति पनि लाग्दैन, 1 मिनट पनि मजा लाग्दैन। उही तलतिर सबैलाई अब होइन यसो सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला भन्न चाहन्छु। यहाँ चाहिँ आरु छ अनि नस्पतिको बोट छ यहाँ चाहिँ होइन। यो नस्पतिको बोट हो भने चाहिँ यता चाहिँ आरुचाको बोट छ। आरु चाहिँ हामी के हो भने तपाईँले पाकेपछि रातो हुन्छ अनि खाँदाखेरि चाहिँ गुलियो हुन्छ क्या। अनि यो नस्पति पनि त्यही हो। सो म चाहिँ घर आइपुगिसकेको छु। तलतिर देख्न सक्नुहुन्छ घर। सो गाइस अहिले भेटौँ है त। हेलो गाइस, अहिले चाहिँ म चाहिँ घरमा आइसकेर घरमा कोही नि हुँदो रहेछ अनि यसो र जाँदैछु है मेरो दिप भाइहरूको घर। मकै देख्न सक्नुहुन्छ है गाइस, मकै आउनु इलामतिर। तर यो मकै नै पाक्ने बेला भएको छैन, यसो फल्दैछ मात्र, पाक्ने बेला भएको छैन। यहाँनिर चाहिँ मैले दिप भाइहरूको घरमा जाँदैछु होइन। दिप भाइहरूको घरमा हेरौँ अब कुकुर हुँदो रहेछ। यहाँ चाहिँ तर कुकुर छ क्या। पुरा चाहिँ म आउँदाखेरि भुक्थ्यो धेरै, अहिले चाहिँ भुक्नु छोडेछ क्या कुकुर। घरमा को हुनुहुन्छ कुनै, दोहोरो त खुल्लै रहेछ घरमा। यहाँनिर हाम्रो भाबीजी हुनुहुन्छ, यसो मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु भन्नु न। तपाईँहरूको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। यहाँनिर हाम्रो एनजी हुनुहुन्छ, कोही पुग्नु एनजी देख्न सक्नुहुन्छ। होमवर्क गर्दै हुँदो रहेछ नि त उहाँहरू, भाउजूले सिकाउँदै हुँदो रहेछ। अब यतापट्टि जाँदैछु है, यतापट्टि अहिले चाहिँ म यता आउँदैछु होइन। यहाँनिर युट्युब च्यानलमा सब्सक्राइब हानिदिनु भन्नु न। यहाँ मेरो के अरे मेरो भाइ निश्चलकोमा युट्युब च्यानलमा सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद। म चाहिँ घरबाट बाहिर निस्किसकेँ। म एकछिन दोकान जान्छु है त गाइस। मसँग चाहिँ कति पैसाको नाममा 30 रुपियाँ छ होइन गोजीमा। अघि मसँग कति 200 रुपियाँ थियो, मैले जेमेन्ट्री किनेँ। अनि जेमेन्ट्री किनिसकेपछि मसँग 70 रुपियाँ उब्रिएको थियो। अनि 70 रुपियाँमा 20 रुपियाँको पेन किनेँ। 20 रुपियाँको पेन किनेपछि मैले 20 रुपियाँको मिठाई खाएँ। अहिले 30 रुपियाँ उब्रियो। अब 30 रुपियाँको नि म तलतिर गएर मिठाई नै किनेर आउँछु। सो हजुरहरू पनि खानु जान्छ आउनु है मिठाई खानुको लागि। यहाँ देख्न सक्नुहुन्छ यहाँनिर मुला रोपिएको छ गाउँघरमा होइन। अब यस्तो सबैले लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। यहाँ तलतिर चाहिँ हाम्रो एकजना भाइ हुँदो रहेछ। हेलो भाइ। यहाँनिर चाहिँ एरेन्जली भुजेलले साइकल कुदाइरहनु भएको छ, देख्न सक्नुहुन्छ गाइस। हेलो
म चाहिँ यहाँ अहिले दोकान आएको छु युट्युबमा नहाल भन्दैछ यसो सब्सक्राइब गरिदिनु भन भाइ सब्सक्राइब हान्दिनु भन न नभने आइडिया नि सोच्यो सब्सक्राइब हान्दिनु भन युट्युब च्यानलको नाम के हो छोड्न न यसो ल सब्सक्राइब हान्दिनु भन न हाम्रो निश्चलदाइको आइडीमा सब्सक्राइब हान्दिनु भन सचिन जिम्बा तामाङको च्यानलमा सब्सक्राइब हान्दिनु त तेरो आइडीको नाम के हो हेलो गाइस अहिले चाहिँ म होइन दोकान आएर फर्किसकेको छु उकालो कुदेछु म चाहिँ उकालो म चाहिँ 10 रुपियाँ कुरकुरे किनेर आएको है 10 रुपियाँको हेलो म चाहिँ कुरकुरे खाँदैछु होइन ल यति भन्दै आजको भ्लग यति नै यसो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैले है त